यो वर्षको बजेटले बिजनेस अनर्सहरूको लागि एकैपटक 3 वटा इम्पोर्टेन्ट छुट ल्याएको छ। यदि तपाईको कम्पनी या भ्याटमा केही पेन्डिङ छ भने यो तपाईको लागि राम्रो अपर्च्युनिटी हुन सक्छ। नम्बर 1, प्यानमा रजिस्टर्ड छ तर अहिलेसम्म कुनै पनि इन्कम जेनेरेट भएको छैन भने आर्थिक वर्ष 2082-83 को रिटर्न फाइल गरी कम्पनी क्लोज गर्ने कि कन्टिन्यू गर्ने भनेर डिसिजन लिन सक्नुहुन्छ र यसको डेडलाइन पुस मसान्त 2083 सम्म छ। नम्बर 2, भ्याटमा रजिस्टर हुनुहुन्छ तर 2082 चैत्र मसान्तसम्म कुनै पनि भ्याट रिटर्न फाइल भएको छैन भने सबै रिटर्न फाइल गरी भ्याट अमाउन्ट र त्यसको 1% तिरेपछि अरू फाइन र पेनाल्टिजमा छुट पाउन सकिन्छ र यसको डेडलाइन पनि पुस मसान्त 2083 सम्म छ। नम्बर 3, यदि कम्पनी रजिस्ट्रार अफिसमा तपाईले आफ्नो कम्पनीको कुनै पनि रेकर्ड्स अपडेट गर्नु भएको छैन भने असोज मसान्त 2083 भित्र आर्थिक वर्ष 2082-83 को सबै रेकर्ड्स अपडेट गरेर कम्पनी रेगुलर गर्न र छुटको बेनिफिट लिन सक्नुहुन्छ। एकैचोटि आइआरडी, भ्याट र कम्पनी रजिस्ट्रार अफिस सम्बन्धी 3 वटा छुट आउनु एकदमै रेयर हो। त्यसैले यदि तपाईको कम्पनीमा यस्तो पेन्डिङ कुराहरू छ भने यो अपर्च्युनिटीको फाइदा उठाउन नबिर्सिनुहोला।